हामी चाहिँ बुलेटबाट आएको छौँ यहाँ बुलेटबाट। यसकै हो नाकचोट न यसकै मेरै हो नाकचोट पाल पऱ्यो होइन नाकचोट पाल त पहिले दुई पाल पऱ्यो। गाइज नमस्ते एन्ड गुड आफ्टरनुन, वेलकम टु माई न्यू ब्लग। आयो सबैजना सञ्चारमा चला, म पनि सञ्चारमै छु। द्रास गएर आएको थियौँ किनभने यसको चाहिँ साइकल बनाउनु थियो। अगाडिको टायर पुरै गएको थियो, त्यही भएर बनाएर आएको थियौँ। स्कुलबाट नि आएर चाहिँ साइकल कहाँबाट ल्याउने चाहिँ मेरो साथीको चाहिँ यहाँ नाकचोट रगत आइसकेछ। कसरी यता त नाकचोट रगत आइ यता हेर न त यहाँ पुरै यस्तरी रगत आएछ। कसरी आयो कि घाममा डुलेर भए घाम छ र घाम छ र अनि कसरी आयो त नाकचोट न कसरी आयो त नाकचोट रगत कसरी आछ अड्डा हेर्दा यसकै हो यसको स्वाभाविक कुरा हो के अरे के पानी हाल्दैनौ त पानी हेर्न कस्तरी खुन आएको रहेछ त्यसको नाक्चोबाट तेरो बा अहिले यहाँ भलक गरेर त्यस्तो गरेर नि पानी हाल्दैनौ किन बोल्छ जस्तो त पानी हाल्दैनौ भइगयो पानी गएन पानी भइगयो अरे पानी हाल्न त म पाल लानु पर्दैन आइज म देखाउँछु पानी हाल्नु छ पानी हाल्दै हामी चाहिँ बुलेटबाट आएको छौँ यहाँ बुलेटबाट। यो साइकलको चाहिँ टायर बनाउनु थियो, यसको ओनर यही हो। पानी चार्ने ठाउँ चाहिँ यहाँ रहेछ, पानी भन्ने आएकै छैन यस्तो छ। पानी चार्ने ठाउँ यहाँ रहेछ, पानी आएको छैन। पानी आएको रहन्छ यस्तो फोहोर पानीले मुख धुवा यस्तो भलक नगरे के हो त नि गरे मलाई फाइदा हुन्छ र त्यो भाइरल हुन्छ अब दाम के रे कहाँ यत्रो म जान्छु म बसाल्दै दिउने अब 1 सेकेन्ड पनि खेर फाल्ने नि अहिले म के रे घर नुहाइदिन्छु मैले। हेलो गाइज म चाहिँ घर गएर नुहाउँछु। यसकै हो नाकचोट न यसकै मेरै हो नाकचोट पाल पऱ्यो होइन नाकचोट पाल त पहिले दुई पाल पऱ्यो। यस्तो जाडो पनि कसरी आयो त पुरै वाल आयो एकैछिनमा। साइकल चलाएर गयो नि नचलाउ म चलाउँछु चलाउँछु। अब यहाँबाट कस्तो लाग्ने साइकल उराएर मलाई इन्टरटेनमेन्ट चाहिरहेको कि तेरो नि उठाइदिने उठाइदिन्छु फेरि जामगेर बस्छौँ अहिले। अनि यस्तोमा कहाँ बस्छु त एकछिन हाम्रो खेतमा नि हेरेर राम्रो पर्दै जाने। यसको मास लिएर राखेर गेले मैले त भलकको इन्ट्रो नै गरेँ एउटा त्यति भलक स्टार्ट गर्दैन गयो नि तर अहिले के अरे अहिले गऱ्यो नि तर त फेरि के खाने 10 रुपियाँ अरे के खाने साइकल अट्क्यो के अरे चल आमा बोली आयो यसले त साइकल उठाउँछ जुरुक्क। अब कहाँबाट साइकल चला हामी आयो त्यही हामी चाहिँ अहिले दुरास गरेर आएको थियौँ। त्यसको चाहिँ 81 नाकचोट खुनाएछ कि पुरै कस्तरी आएको थियो। हो बस्ने रुख बस्छु है म जाम नढालेस् नि फेरि भेट्छु फेरि नाकचोट रगत आयो क्या चाहिँ म फेरि घर गएर भेट्छु। यहाँबाट पनि छ बाटो फेरि साइकल डोराउनु पर्छ फेरि यहाँबाट जानु फेरि रोड भेटिन्छ यहाँतिर गइ सही र बौला जस्तो दिमाग छ यसो बौला दिमाग छैन भला गरिदिएको क्या हुआ यस घटना हो तेरा कस्तरी चोट लाग्यो यार
कस्तरी चोट लाग्यो अहिले नाम हान्दिला सिरे अब चाहिँ म तपाईँहरूलाई घर गएर चाहिँ भेट्छु अब चाहिँ म तपाईँहरूलाई घर गएर भेट्छु फेरि नागटुरको त आयो क्या अब चाहिँ म फेरि घर गएर भेट्छु यहाँबाट पनि छ है बाटो फेरि साइकल डोराउनु पर्छ फेरि यहाँबाट जानु फेरि रोड भेटिन्छ यहाँबाट गयो सही र दिमाग छ यसो बौला दिमाग थिएन घटना हो कस्तरी चाहिँ चोट लाग्यो यार कस्तरी चोट लाग्यो अहिले नाम हान्दिला सिरे अब चाहिँ म तपाईँहरूलाई घर गएर चाहिँ भेट्छु चाहिँ अचार हाल्ने मुलामा कस्तरी किम्ला लागेको छ नि त आमा पुरै किम्ला लागेको छ कि उसको चाहिँ अचार हाल्ने हो मम्मी दोकान जाने भने के भयो त के लिन जाने पैसा दोकान जान्छु दोकान जान्छु म एकछिन के ल्याउने के ल्याउने आलु तेल खै पैसा दिनु म लिएर आउँछु के हो के मास ल्याउने नै भनेर फोन हान्ने फोन गर्छु के भन्छ हिजो नखायो भने बुढीलाई झट्ट ल्याउन आइज भने टेका त पारेन गयो भयो र पैसा कति लाग्छ र हिँड्नु 500 रुपियाँ त लाग्दा र गएर लिएर आइपुग्यो रात 3 मा होला हेलो नानी आउला छिरी के तरकारी खाने फेरि उधार भन्ने कति उधार हिजो नखायो भने त पुरै हक्दिया छ के अहिले नगर भोलि जान्छ भोलि बिहान खाने के तरकारी खाने सेमी टिपम लाने अब सेमी टिप्ने तेल लग्ली भने क्या अहिले कति छैन र आलु कहाँ छ त अस्ति हो सकिएको कति ल्याउने खै दिनु नि त म लिएर आउँछु यो चल्लाल छोडिदिने हैन मम्मी यो चल्लाल छोडिदिने हैन यसलाई चाहिँ किन खुट्टेस लगाइदिएपछि पुरै बच्चालाई लगेर गाउँ पुरै र घरमा डुल्छ त्यही भएर खुट्टेस लगाइदिए यहाँ तेल बेसार पुरै चाहिँ हाम्रो चाहिँ यहाँ लसुन प्याज लगाएको छ यहाँदेखि हुँसम्म पुरै खरानी हालेर चाहिँ च्याप्टा भएको छ खरानी हालेपछि चाहिँ गाना लाग्छ रे त्यही भएर यहाँ पनि बचेको थियो अलिकति यहाँ पनि बचेको थियो लाइदिएछ त्यही गाइज अब चाहिँ म भिडियोलाई यतितिर इन्ड गर्न चाहन्छु हल्का काम पनि छन् तिन चाहिँ गर्न पर्यो तिन काम गर्छु र भिडियोलाई चाहिँ म यतितिर इन्ड गर्न चाहन्छु भिडियो मन परेमा लाइक गरिदिनु होला च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला थ्याङ्क्स फर वाचिङ बाई